हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो एउटा अर्को नयाँ युट्युब भिडियोमा। आजको यस भिडियोमा हामी इन्जिनियरिङ म्याथमेटिक्स थर्ड सेमेस्टरको डिफरेन्सिएसन एन्ड एप्रोक्सिमेसन भन्ने टपिकबाट एकदमै इम्पोर्टेन्ट क्वेशन लिएर आएको छौं। सो यो क्वेशन एक्जाममा पटक नै सोधिरहेको हुन्छ। यो क्वेशन 2 मार्क्सको क्वेशन हो अनि तपाईहरुले क्वेशन ब्याङ्क पल्टाएर हेर्नुहुन्छ भने तपाईहरुले हरेक पेपरमा यो क्वेशन पाउनुहुनेछ। सो यो टपिक स्टार्ट गर्नु भन्दा पहिले हामीले यी चारवटा टर्महरुलाई हामीले थाहा पाउनुपर्ने हुन्छ। सो यहाँ फर्स्ट टर्म छ हाम्रो एप्रोक्सिमेट चेन्ज। एप्रोक्सिमेट चेन्जलाई dy ले डिनोट गरिन्छ एन्ड सेकेन्ड टर्म इज एक्चुअल चेन्ज। एक्चुअल चेन्जलाई del y ले डिनोट गरिन्छ अनि एरर इक्वल्स टु एक्चुअल चेन्ज माइनस एप्रोक्सिमेट चेन्ज हुन्छ अनि एरर पर्सेन्ट इक्वल्स टु एक्चुअल चेन्ज माइनस एप्रोक्सिमेट चेन्ज बाइ गिवन डाटा इन्टु 100%। गिवन डाटा मिन्स कुनै एउटा भ्याल्यु दिएको हुन्छ, तर हामीले जस्तै ओड प्रब्लमहरुमा यो एक्चुअल चेन्ज र एप्रोक्सिमेट चेन्जहरु नियरली इक्वल हुन्छन्। सो हामीले एक्चुअल चेन्ज एप्रोक्सिमेट चेन्ज छुट्याउनु पर्ने हुँदैन। सो हाम्रो क्वेशन यहाँ रहेको छ अ सर्कुलर कपर प्लेट इज हिटेड so that its radius increases from 5 to 5.06 cm. Find the approximate increase in area. यो क्वेशनमा के भनिएको छ भने एउटा सर्कुलर कपर प्लेट छ जसलाई तताउँदा त्यसको रेडियस 5 देखि 5.06 cm सम्म इन्क्रिज हुन्छ। अब त्यसको एरिया कति इन्क्रिज हुन्छ भन्ने कुरा हामीले यो क्वेशनमा निकाल्नु पर्ने हुन्छ। सो सर्वप्रथम हामीले यहाँ दिएको कुराहरुलाई गिवन कुराहरुलाई लेख्नु पर्छ। गिवन इनिशियल रेडियस, यो कपर प्लेटको इनिशियल रेडियस हामीलाई 5 cm दिएको छ अनि यसको हिट गरिसकेपछिको रेडियस 5.06 cm दिएको छ। अब यसको एप्रोक्सिमेट चेन्ज, रेडियसको एप्रोक्सिमेट चेन्ज कति भयो भन्दा dy इक्वल्स टु 5.06 माइनस 5 इक्वल्स टु 0.06 cm। अब यसको dy हामीले निकालिसक्यौं। अब एप्रोक्सिमेट चेन्ज इन एरिया, अब यहाँ एरिया र रेडियस बीचको हामीले रिलेसन निकाल्नु पर्ने हुन्छ। सो एरिया र रेडियस बीचको रिलेसन एउटा सर्कुलर कपर प्लेटमा के हुन्छ भने a इक्वल्स टु पाई r स्क्वायर हुन्छ। अब डिफरेन्शिएटिङ बोथ साइड विथ रिस्पेक्ट टु x r सरी है, अब यी दुईटै इक्वेसनलाई r को रिस्पेक्टमा डिफरेन्शिएट गर्दा dA बाइ dr इक्वल्स टु पाई 2r यो हुन्छ। अब dA इक्वल्स टु पाई 2r इन्टु dr इक्वल्स टु पाई को भ्यालु 3.14 हुन्छ अन्त 2 इन्टु रेडियसको भ्यालु हामीलाई यहाँ 5 cm थाहा छ। इनिशियल रेडियसको भ्यालु राख्नुपर्ने हुन्छ। सो 5 इन्टु एन्ड एप्रोक्सिमेट चेन्ज इन रेडियस dr हामीले सरी है dr हो, यता मैले y लेखेँ। dr को भ्यालु 0.06 आइसक्यो। सो हामीले एप्रोक्सिमेट चेन्ज इन एरिया हाम्रो कति आउँछ भने 0.6 पाई cm स्क्वायर। दिस इज आवर रिक्वायर्ड आन्सर। सो यो एकदमै सर्ट क्वेशन रहेको हुन्छ, तर यो 2 मार्क्समा एकदमै कम्पलसरी रूपमा सोधिएको हुन्छ। सो तपाईहरुले यो क्वेशन अथवा यो टपिकसँग रिलेटेड अरु क्वेशनहरु प्र्याक्टिस गर्नु होला अनि यो क्वेशनलाई राम्रोसँग बुझेर एक्जाममा जानु होला। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो प्लिज च्यानललाई सब्स्क्राइब एन्ड भिडियोलाई लाइक गर्नु होला। थ्यांक यू।